आदरणीय शक्तिदेवी मन्दिरका शक्तिदेवीका दर्शनार्थीहरू नआत्तिनुहोला, एक दिन अवश्य सम्पन्न हुनेछ। हजुरहरूको आस्थाको धरोहर शक्तिदेवी मन्दिरको निर्माण कार्य प्रतीक्षाको फल मिठो हुन्छ भने झै एक दिन मन्दिर सम्पन्न भइसकेपछि शक्तिदेवीको भक्तिभाव गर्न एकदमै आनन्द हुनेछ, खुसी महसुस गर्नुहुनेछ, आनन्द महसुस लिनुहुनेछ भन्ने हामी कामदारको तर्फबाट विश्वास दिलाउन चाहन्छौँ, विश्वास गर्न चाहन्छौँ। अवश्य पनि एक दिन त्यो दिन आउनेछ, शक्तिदेवीको दर्शन अवश्य पाउनुहुनेछ यस मन्दिर परिसरभित्र चाँडै नै। ल यस्तो छ यी आजको कामको प्रतिफल। त आमाले के ल्याउनु भयो? सेउला सेउली ल्याउनु भयो। ल आजलाई हेर्नुहोस्, यतापट्टि सम्पन्न भइसकेको छ, माथि सानो पिस गएको छ भने यस्तो छ। अब यो यस्तो अवस्था छ। अब यतापट्टिको बाँकी छ, भोलि कम्प्लिट हुनेछ। यतापट्टिको यो पाला राख्ने ठाउँहरू सबै पोलहरू जमिसके, माटो फिलिङ भइरहेको छ। यता पनि पोलहरू जमिकै सकेका छन्। यता फिलिङ माटो, यता माटो फिलिङ, यता डिपिसी वाल यहाँसम्म आइपुग्यो। ल हेर्नुहोस्, त्यता पनि अब डिपिसी वाल भित्ताको सपोर्टिङ वाल चाहिँ सुरु भइसकेछ। ल यस्तै छ खासै। अब नभए तापनि प्रतिफल राम्रै छ भन्ने आशा अपेक्षा गर्दछौँ हामीले चाहिँ। हेर्नुहोस्, यस्तै चाहिँ अवश्य एक दिन शक्तिदेवीको सम्पूर्ण भक्तजनहरूले दर्शन सबैलाई मिल्नेछ यस मन्दिरमा चाँडै नै भन्ने अपेक्षा गर्दछौँ हामी। ल आजलाई काम पनि क्लोज, भिडियो पनि क्लोज। ल धन्यवाद। जय शक्तिदेवी, रक्षा गर देवी।